Alright, so hey everyone, I am Bhimsar. Welcome back to my new भिडियोमा. सो गाइज आजको भिडियो चाहिँ भ्लग नभएर अलिकति डिफरेन्स हुनेछ. आजको भिडियोमा चाहिँ मैले तपाईहरुलाई सिकाउने छु इन्डियादेखि नेपालमा रिचार्ज कसरी गर्दिने अथवा तपाईहरु नेपालमै हुनुहुन्छ भने पनि इन्डियाको गुगल पेबाट तपाईले आफ्नो नेपाली कुनै पनि सिममा तपाईले डाटा अथवा रिचार्ज गर्न सक्नुहुन्छ. यो कसरी गर्ने भन्ने कुरा चाहिँ म आज यस भिडियोमा स्पष्ट तरिकाले बताइदिने छु र अहिले चाहिँ म आफ्नै घर नेपालमा छु र मलाई चाहिँ अहिले रिचार्जको एकदमै जरुरी परिरहेको छ र मसँग नेपालमा चाहिँ अहिले रिचार्ज पनि पाइएको छैन प्लस मसँग पैसा पनि छैन. त्यसको कारणले चाहिँ मसँग छ यो इन्डियाको फोन, आई मिन इन्डिया बैंक अकाउन्ट भएको फोन र यो नेपालमा जो मैले युज गरिरहेको छु त्यो फोन छ हैन. अब यो इन्डियाको फोनले चाहिँ अथवा अर्थात जो इन्डियाको बैंक अकाउन्ट सबै भएको फोन छ यसबाट चाहिँ म यस फोनमा चाहिँ रिचार्ज गरेर देखाउने छु, त्यो पनि लाइभ. सो गेट स्टार्टेड. ओके गाइज, सर्वप्रथम म सबैलाई यो इन्डियन अकाउन्ट हो या हैन तपाईलाई यो स्पष्ट गरिदिन्छु. सबैभन्दा पहिला म यहाँ गए गुगल पेमा, किनकि यो गुगल पे नेपालमा अहिले काम गरेको छैन फिलहाल कुनै अपडेटको कारणले. हेर्न सक्नुहुन्छ यहाँ गए अनि मैले आफ्नो बैंक अकाउन्ट देखाइदिए. ल हेर्नुस् स्टेट बैंक अफ इन्डिया भनेर भनेको छ. यो चाहिँ इन्डियाकै अकाउन्ट हो है, यसमा कुनै डाउट छैन. अब यहाँ जानु पर्यो. सबैभन्दा पहिला तपाईले गुगलमा गएर एनपी रिचार्ज सर्च गर्नु होला. एनपी रिचार्ज सर्च गरिसकेपछि अलि यहाँ एउटा वेबसाइट दिन्छ नेपाल ई कार्ड भनेर. यदि तपाईलेको कसैको फोनमा चाहिँ कहिले वेबसाइट माथि आउने गर्छ भने कहिले यो तल आउने गर्छ. उनीहरुको एउटा एप्लिकेसन पनि छ. तपाई एप्लिकेसन डाउनलोड गरेर पनि रिचार्ज गर्न सक्नुहुन्छ. तर यति झन्झट चाहिदैन भने तपाई एउटा वेबसाइट, यो वेबसाइट चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँबाट तपाईले डाइरेक्ट पनि रिचार्ज गर्न सक्नुहुन्छ. एनटीसी रिचार्ज फ्रम इन्डिया भनेको छ. ई कार्डले चाहिँ यसलाई भिजिट गर्नु होला अनि जस्तै ट्याप गर्नुहुन्छ यहाँ अलिकति टाइम लगाएर एनटीसी रिचार्जको चाहिँ वेबसाइट खुल्छ. केही समयपछि एनटीसीको यस्तो एनटीसी रिचार्ज फ्रम इन्डिया भनेर भनेको छ. अहिले वेबसाइट खुलिसकेको छ नेपाल ई कार्डको. र अब यहाँ चाहिँ इमेल राख्नुपर्ने हुन्छ. इमेल कुन राख्ने भन्दाखेरि जुन गुगल पेमा इमेल राखिएको छ त्यही चाहिँ राख्नुपर्ने हुन्छ. जस्तै मैले तपाईलाई देखाइदिएँ. यहाँ गएर यो गुगल पेमा गएँ. अघि नै मैले देखाएको हेर्न सक्नुहुन्छ. मैले चाहिँ यही इमेल राख्नुपर्ने हुन्छ जुन चाहिँ मेरो गुगल एप अकाउन्टमा छ हैन. gmail.com. मैले चाहिँ यहाँ आफ्नो इमेल राखिदिएको छु जो चाहिँ मेरो गुगल पेमा थियो. त्यही इमेल चाहिँ मैले यसमा राखिदिएको छु. अब मैले यहाँ चाहिँ नेपाली नम्बर राख्नुपर्ने हुन्छ जसमा चाहिँ मैले रिचार्ज गर्दैछु है. अब यो चाहिँ नेपाली नम्बर मलाई थाहा छैन, त्यसैको कारण चाहिँ मैले यहाँ सर्च गरेँ. मेरो यो चाहिँ नम्बर रहेछ नेपाली. अब मैले यहाँ चाहिँ नेपाली नम्बर राख्नुपर्ने हुन्छ. नेपाली नम्बरको चाहिँ 97. मैले चाहिँ नेपाली नम्बर राखिदिसकेको छु. अब चाहिँ यहाँ इन्डियन नम्बर राख्नुपर्ने हुन्छ जो चाहिँ गुगल पे को नम्बर हो है इन्डियाको. 75 यो राखिदिएँ. अब रिचार्ज कति राख्न चाहनुहुन्छ अथवा तपाईले रिचार्ज चाहिँ कति गरिदिन चाहनुहुन्छ नेपाली रुपीस है. त्यसपछि यहाँ गएँ. म चाहिँ अहिले नेपाली 200 रुपैयाँ चाहिँ मैले राख्न चाहे. अब यो हुनुभन्दा पहिले म चाहिँ यहाँ तपाईलाई देखाइदिन्छु. अहिले मेरो एनसीएल एपमा जाउँ सबैभन्दा पहिला है. एनसीएल एपमा गएर मैले तपाईलाई देखाइदिएँ. यहाँ हेर्न सक्नुहुन्छ. अहिले चाहिँ मसँग एनसीएल एपमा ओन्ली 2 रुपैयाँ 23 पैसा मात्रै छ. अब चाहिँ दिइसकेँ जस्तो कि मसँग 2 रुपैयाँ 23 पैसा मात्रै छ र यसबाट मैले अब चाहिँ पेमेन्ट प्रोसिड गर्ने टाइम आइसक्यो. मैले चाहिँ अब यहाँ मेक पेमेन्ट गरिदिएँ. हेर्नुहोस् एकछिन लोडिङ लिन सक्छ किनभने वाइफाई एकदमै स्लो छ. कन्फर्म रिचार्ज डिटेल्स भनेको छ. अब चाहिँ तपाईले कन्फर्म गर्नुस् कि यो डिटेल्स सही छ कि नै भनेर. मैले सही छ गरिदिएँ. अब मैले रिचार्ज कन्टिन्यू गरेँ. एकछिन लोडिङ लिन सक्छ. अब यहाँ चाहिँ छ भनेको छ कि तपाईले कुन युपीआईबाट चाहिँ नेपाल रिचार्ज गर्न चाहनुहुन्छ. जस्तै कि
पे बाई एनी युपिआई मतलब कुनै पनि युपिआईबाट तपाईँले ट्रान्सफर गर्न सक्नुहुन्छ भनेको छ। जस्तै गुगल पे, फोन पे, पेटिएम, त्यसपछि युपिआई, कार्ड, वालेट, ब्याङ्किङ, पे लेटरबाट पनि भनेको छ। त यति धेरै अप्सन दिएको छ र म चाहिँ डाइरेक्ट गुगल पेबाट गर्न चाहेँ। स्क्रिन लक हाने, त्यसपछि पोर्टिङ। अब चाहिँ मैले यहाँ त्यो कोड हान्नुपर्ने हुन्छ जुन कोड चाहिँ मैले पे गर्दाखेरि इन्डियामा लगाउने गर्थेँ हैन। अब मैले कोड हानिसकेको छु, हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले यसलाई यहाँ राखेर पे गरौँ है त। ल हेरौँ। हेर्न सक्नुहुन्छ यहाँ पनि रिचार्जको मेसेज आइसकेको छ। म तपाईलाई देखाइदिएँ। रिचार्ज बाई नेपाल ई कार्डबाट मेसेज पनि आइसकेको छ। मैले रिचार्ज यहाँ हेर्न सक्नुहुन्छ। हाई, ₹200 रिचार्ज इज सक्सेसफुल, करेन्टली ब्यालेन्स भनेको छ। अब मैले तपाईलाई एनसीएल एपमा गएर पनि देखाउँछु। एकछिन लोडिङ लिन्छ किनभने वाइफाई एकदमै स्लो छ। हेर्न सक्नुहुन्छ ₹202 भएको छ। अहिले क्लियरली राम्रोसँग देखिएको छैन। ₹202 भएको छ। यहाँ चाहिँ सक्सेसको लोगो देखाएको छ। अब यसको पनि कुनै काम छैन, यसको पनि कुनै काम छैन। अब मैले यहाँबाट यसरी चेक गरेँ। क्लियरली देखिन सकिएको छैन। ₹202। यदि तपाईँ पनि इन्डियामा हुनुहुन्छ तथा अदर्स कन्ट्रीमा हुनुहुन्छ भने सजिलै रिचार्ज गरिदिन सक्नुहुन्छ आफ्नो फ्यामिली, परिवार, साथीभाइ सबैलाई। आजको भिडियो कस्तो लाग्यो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन घन्टी पनि दबाउनुहोस् किनकि मेरो भ्लग भिडियो चाहिँ हो अलिकति जानकारीको लागि यस भिडियो बनाएँ मैले। सो ह्याभ अ गुड डे, सी यू सुन, बुम।